Rohan Limbu. Jersey number 30 Saroz Limbu. Jersey number 2 Manish Limbu. Racing gari hununcha jersey number 1 Anish Rai. Racing gari hununcha hamra अर्का NSL player धरानको son Milan Chamling Rai. रखोस तर्फ हुनुहुन्छ तुलाराम लुङ्गेली भने म्यानेजर तर्फ हुनुहुन्छ मचिन्द्र गुरुङ। र यसै गरी म गाईघाट फुटबल क्लब उदयपुरका खेलाडीहरूको नाम वाचन गर्न गइरहेको छु। गाईघाट फुटबल क्लब उदयपुर हुनुहुन्छ रेड जर्सीमा र उदयपुरको तर्फबाट क्याप्टेन्सीको भूमिका निर्वाह गरिराख्नु भएको छ जर्सी नम्बर 5 युवराज थापा। गोलकीपर हुनुहुन्छ जैन राय। जर्सी नम्बर 13 प्रीतम चौधरी। जर्सी नम्बर 3 यो रेड कलरबाट गाईघाट एफसी र हाम्रो यो आकाशे रङको जर्सी देखिरहनु भएको छ। यसबाट चाहिँ पानबारी एफसी बीचको यो प्रतियोगिता एकदम घमासान रूपमा अगाडि बढिरहेको छ, हामी हेर्न सक्छौं। के छ भोलै होला भेटिहालिन्छ नि, भरेमा पठाइदिउँला नि त ल। ल गाईघाट एफसी र पानबारी एफसी बीचको यो प्रतियोगिता आज सञ्चालन भइरहेको छ। यो बाजीपाक पानबारी बाजीपाक चौरमा विभिन्न राष्ट्रिय स्तरमा खेलहरू प्रदर्शन गरिसकेका खेलाडीहरूको उपस्थिति रहेको छ। आज भव्य दर्शकहरूको माझमा यो खेल अगाडि बढिरहेको छ, हामी हेर्न सक्छौं। एकदम गाईघाट एफसी वर्सेस पानबारी एफसी बीचको प्रतियोगिता रहेको छ। यो रातोबाट गाईघाट एफसी र आकाशे जर्सीबाट हुनुहुन्छ पानबारी एफसी। ल पानबारीको तर्फबाट पानबारी एफसीबाट कर्नर किक रहेको छ।
ल फ्री किक पाएको छ गाईघाट एफसीले एकदम wow. No ball. Oh. पानबारी एफसी र गाईघाट एफसी बीचको प्रतियोगिता रहेको छ। रिजिन सुब्बाले अहिले एक स्कोर गर्न सफल भएका छन् पानबारी एफसी को तर्फबाट। निकालेर घरै लिएर जानु कि र पानबारी अहिले अग्र स्थानमा रहेको छ।
एटिएम चाहिँ राम्रो गर्दैछ है ल गाईघाट एफसीले एकदम राम्रो एटिएम गरिरहेको अवस्था छ अहिले तत्काल प्रेसरमा ओहो 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 समय समाप्त भइसकेको छ ल आज चाहिँ पानबारी एफसी फुटबल क्लबले जित्न सफल भएको छ यो आजको प्रतियोगिता चाहिँ गाईघाट एफसी र पानबारी एफसी बीचको प्रतियोगिता रहेको थियो असाध्यै रोमाञ्चक प्रतियोगिता ल ल ल ल ल ल है पानबारी अगाडि बढ्यो है अब उपस्थित सम्पूर्ण दर्शक महानुभावहरूलाई हामी फेरि पनि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ हाम्रो यस प्रतियोगितालाई सभ्य तथा भव्य रूपमा सफल बनाउनका लागि टाढा टाढा पाल्नुभएका महानुभावहरू सम्पूर्णलाई हामी पानबारी फुटबल क्लबको तर्फबाट तथा सिङ्गो पानबारीको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ हजुरहरूको बाक्लो उपस्थितिको कारणले गर्दा आज हाम्रो यस खेल निकै रोमाञ्चक भएको हामीले महसुस गरिरहेका छौँ र भोलिको खेल भने नमोभूत युथ क्लब सप्तरी भर्सेस पहिलो संस्करणको च्याम्पियन केराबारी फुटबल क्लब मोरङ बीच बनिरहेको यहाँहरू सम्पूर्णमा म जानकारी गराउन चाहन्छु र सम्पूर्ण उपस्थित महानुभावहरूलाई फेरि पनि भोलि हामीलाई साथ सहयोगको लागि यस बाजीपाक खेल मैदानमा उपस्थित भइदिनु पनि म हार्दिक अनुरोध गर्दछु।